मुक्तिनाथ मन्दिर दर्शन गर्न जाँदा यो गाउँ घुम्न जानुभयो त? साथीहरू गुड मर्निङ, नमस्ते। तपाईहरू मुक्तिनाथ घुम्न गइसकेपछि यो गाउँ त छुट्टाउनै हुँदैन। यो गाउँको नाम चाहिँ झोङ गाउँ हो। जम्मा मुक्तिनाथबाट राइड गरेर तपाईहरू 20 देखि 25 मिनेटमा पुग्न सक्नुहुन्छ। गाउँमा 1-2वटा होटलहरू पनि छन्, बस्नकै लागि पुग्दा पनि एकदमै राम्रो हुन्छ। अनि अर्को कुरा, तपाईहरू अप्पर मुस्ताङ जाने सोचमा हुनुहुन्छ मुक्तिनाथ दर्शन गरेपछि भने यो बाटो हुँदै, यो गाउँ हुँदै तपाईहरू मजाले जान सक्नुहुन्छ। कागबेनी ओर्लिनु पर्दैन। कागबेनी भन्दा अलिकति माथि नै यो बाटो पुग्छ, यहाँबाट पनि बाटो छ। अनि यसो गर्दाखेरि चाहिँ तपाईलाई धेरै ठाउँ घुम्न पाइन्छ। धेरैजनालाई फेरि मुक्तिनाथबाट कागबेनी नै ओर्लेर अप्पर मुस्ताङ जानुहुन्छ, तर यो बाटो पनि एकदमै राम्रो छ, जान सक्नुहुन्छ। हामीले एकचोटि धेरै गाउँ बस्ती घुमेका थियौँ, बिस्तारै हामी इन्फर्मेसन दिँदै गर्नेछौँ। हो, मुस्ताङ ट्राभल डेस्टिनेसन चाहिँ धेरैका लागि नौलो होइन, यो सबैलाई थाहा भएको कुरा हो। हामी पनि चलेको डेस्टिनेसनमा एकदम धेरै पछि ट्राभल गर्दैछौँ, तर हामीले एउटा के प्रयास चाहिँ गरेका छौँ भने त्यही चलेका भित्र पनि कति गुमनाम छन्, कतिको इतिहासहरू थाहा छैन, कतिको भौगोलिक अवस्था थाहा छैन मान्छेहरूलाई, होइन। कतिलाई चाहिँ भनौँ न नयाँ नयाँ ठाउँ छ भन्ने कुरा पनि थाहा छैन। त्यही भएर चाहिँ हामीले अलिकति प्रयास गरिरहेछौँ कि त्यो भित्रका पनि लुकेका ठाउँहरू देखाउँ है भनेर। योभन्दा पहिला हामीले न्याउरीकोटतिरको भिडियोहरू बनायौँ, त्यो पनि हेर्नुभयो। त्यसपछि हामीले कागबेनीको भिडियो बनायौँ। त्यसपछि हामीले झारकोट लुब्रा हिलको भिडियो बनायौँ, त्यो पनि तपाईँहरू सबैजनाले मन पराइदिनु भयो। 3वटा एपिसोड आइसक्यो। अब हाम्रो 4th एपिसोड आउँदैछ। त्यो भनेको चाहिँ जोङ गाउँ, अनि त्यसपछि मुक्तिनाथ, ताङबे भिलेजको हो। हामीले 3वटै ठाउँलाई समेटेका छौँ। कुनै पनि ठाउँको गहिरिएर अध्ययन गर्नलाई चाहिँ समय लाग्छ। हामीले चाहिँ सामान्य जानकारीहरू समेट्ने प्रयास गरेका छौँ। पक्कै पनि हामीले अलि फरक ढङ्गले एक्सप्लोर गरिरहेका छौँ मुस्ताङलाई। यदि तपाईँ मुस्ताङ अहिले नै जाने तयारीमा हुनुहुन्छ भने एकपटक सामान्य जानकारी, त्यहाँको अवस्था बुझेर मात्र यात्रा गर्नुहोला। अब आउने शुक्रबार नयाँ भिडियोमा सृजना सिजी युट्युब च्यानलमा भेटौँला। आजलाई बाई बाई, ह्याभ अ ग्रेट डे।